हेलो नमस्ते। फेरि पनि आज म एउटा नयाँ भ्लग लिएर आएकी छु र हजुर सबैलाई मेरो भ्लगमा चाहिँ म स्वागत गर्दछु। आज शनिबारको दिन, हिजोको छुट्टी सिद्धिएर आज हामी चाहिँ घरबाट बाहिर निस्क्यौँ। बुटवलमा के भइरहेको छ त त्यो कुरा हेर्नको लागि चाहिँ हामी निस्क्यौँ र यो चाहिँ म बस्ने नगर हो, बुटवल नगर हैन, बुटवल उपमहानगरपालिका। तपाईहरु देख्न सक्नुहुन्छ, कतिलाई थाहा छ होला बुटवल भनेर हैन, कतिजनाले मेरो भ्लग हेर्दै हुनुहुन्छ होला र उहाँहरुलाई चाहिँ आज म बुटवल देखाउँदै छु है त। हेर्नुस्, यो हो बुटवलको बेस क्याम्प नेराको क्षेत्र, जहाँ चाहिँ बुटवल औद्योगिक व्यापार मेला लागिरहेको छ र यो मेला चाहिँ विभिन्न निकायहरूको समन्वयमा यो लागिरहेको छ हैन। यहाँको बुटवल उपमहानगरपालिका तथा वाणिज्य सङ्घ मिलेर चाहिँ यो मेला यहाँ आयोजन गरेको हो, गर्नुभएको छ उहाँहरूले चाहिँ। र यो चाहिँ मेलामा चाहिँ विभिन्न मन्दी लागे तापनि छाए तापनि हैन, हाम्रो नगरपालिकाले चाहिँ व्यापार व्यवसाय फस्टाउनको लागि चाहिँ नयाँ नयाँ योजनाहरू र अवसरहरूलाई चाहिँ उहाँहरूले चाहिँ सदुपयोग गरिरहेको चाहिँ हामी देख्छौँ। बुटवललाई एकदमै राम्रो गर्नको लागि उहाँहरू निरन्तर लागिरहनु हुन्छ र त्यो देखाउनको लागि चाहिँ आज म मेरो भ्लगमा तपाईहरुको सामु म बताउन गइरहेकी छु र देखाउन आएकी छु। हेर्न सक्नुहुन्छ हजुरले, यो हो बुटवल औद्योगिक मेला, व्यापार मेला। देख्न सक्नुहुन्छ हजुरहरूले, यहाँ चाहिँ फोटो एक्जिबिसन चलिरहेको छ हैन। यो चाहिँ हाम्रो इतिहास झल्काउने काम गर्छ यसले चाहिँ, र यसमा चाहिँ विभिन्न पुरानो प्राचीन समयमा कस्तो थियो र अहिले कस्तो छ भनेर चाहिँ यहाँ फ्रेमहरुमा चाहिँ यहाँ हाम्रो इतिहास झल्काउने कुराहरू चाहिँ राखिएको छ। र यहाँ चाहिँ जुद्ध शमशेरदेखिको पालाका कुराहरू पनि हामी यहाँ देख्न सक्छौँ। आजको यो प्रदर्शनी औद्योगिक व्यापार मेलामा चाहिँ तपाईँ देख्न सक्नुहुन्छ, यो चाहिँ एउटा गोरखापत्र हो। अब हामी लाग्यौँ के छ त अरू भनेर हेर्नको लागि।
यो चाहिँ जिम एरिया, जहाँ चाहिँ जिम सम्बन्धी हैन स्वस्थ रहनको लागि चाहिँ विभिन्न प्रकारका सामग्रीहरू राखिएका छन्। तपाईँ देख्न सक्नुहुन्छ। हामी चाहिँ हैन बुटवलमा भएको जो पनि छौँ, हामी चाहिँ मेलामा, यो व्यापार मेलामा चाहिँ हामी जानुपर्छ, किनभने यो हाम्रै नगरमा लागिरहेको छ नि त। र यहाँ चाहिँ हामी देख्न सक्छौँ विभिन्न प्रकारका प्लान्टहरू, फ्लावरिङ नन फ्लावरिङ प्लान्ट दुवै यहाँ रहेको छ। अब हाम्रो घरमा आवश्यकता अनुसार हामी यहाँबाट खरिद गरी मेलाको फाइदा हामी उठाउन सक्छौँ। हाम्रो नगर हामी आफैले पनि हामीले राम्रो बनाउने कोसिस चाहिँ हामी गर्नुपर्दछ। त्यही भएर जो कोही पनि हैन अहिलेसम्म आउनुभएको छैन, एकदमै राम्रो छ आएर यो ठाउँ, यो व्यापार मेला भिजिट गर्नु होला। धेरै थरी प्रकारका खानेकुराहरू पनि यहाँ छन् र हामीलाई दिनको जीवनमा आवश्यकता पर्ने हरेक कुराहरू चाहिँ मैले यहाँ देखेँ हैन। यो चाहिँ हाम्रो सहजताको लागि नै यो यहाँ आज यो मेला यहाँ लागेको छ भने हामीले पनि केही गर्नुपर्ने हुन्छ। र जो आउनुभएको छैन कृपया आउनुहोला। हस्, थ्याङ्क यू।